दासले भन्नुहुन्थ्यो जति ठुलो समस्याको अगाडि उभिन्छौँ नि त्यति नै ठुलो विजय परमेश्वरले हाम्रो हातमा दिएको आमेन। हाम्रो जीवनमा कतिवटा समस्याहरू पगेर आइराखेको होला तर हामी अभिषेकमा उभिने चाहिँ हिम्मत गर्छौँ भने त्यो समस्याको नजिक गइकन उभिने हिम्मत गर्छौँ र आफ्नो अभिषेकलाई चाहिँ हामी चलाउँछौँ भने नि हाम्रो लागि कुनै पनि रुकावट अब जाँदैछौँ। हामी मध्ये धेरैजना यो परिस्थितिभित्र जाँदैछौँ जसरी एलिसा उभिए त्यसै गरी चाहिँ नदीको किनारमा उभिने ठाउँमा परमेश्वरले तपाईँ मलाई लाँदै हुनुहुन्छ। हामी भनौँ एलिसा एलियाको स्वर्गारोहण पछि जसै स्वर्गारोहण भयो हामी त्यो बाइबलको खण्डलाई निकालौँ। म धेरै व्याख्या गर्दिनँ। दोस्रो राजाको पुस्तक दोस्रो राजा 2 अध्याय अब यो घटना हामीलाई थाहा छ। यहाँनिर चाहिँ एलियालाई परमेश्वरले अग्निमय रथ र घोडाहरूद्वारा स्वर्ग उठाइ लानै आँट्नु भएको थियो। अनि यहाँनिर एलिसा चाहिँ एलियालाई पछ्याउँदै एलिया सँगसँगै अगाडि गइरहेका थिए। सुन्नुहोस् है, आज इसाई समाजमा चाहिँ नि 3 प्रकारको मानिसहरू हामी भेट्टाउँदछौँ। अनि म चाहन्छु हामी चाहिँ एलिसाको ठाउँमा आइपुगौँ। अनि 2 प्रकारको मानिस चाहिँ कस्तो छ भने नि म पढ्दिनँ, तपाईँहरूले आफैले यसलाई पछि अध्ययन गर्नु होला। एक प्रकारको मानिसहरू चाहिँ कस्तो छ भने तिनीहरूलाई थाहा छ आज परमेश्वरले एलियालाई उठाउँदै हुनुहुन्छ। सुन्नुहोस् है, यो सत्यता आज एलियालाई चाहिँ परमेश्वरले अग्निमय रथ र घोडाद्वारा लाँदै हुनुहुन्छ भन्ने कुरा नि इजरायलको प्राय सबै त्यहाँको चाहिँ अगमवक्ताहरूलाई थाहा छ। त्यहाँको सबै जो चाहिँ अगमवक्ताको दलकाहरू थिए उनीहरूलाई थाहा छ। र त्यो दलहरूमा एउटा झुन्ड कस्तो छ भने 2टा झुन्ड त्यहाँ हामी देख्छौँ। एउटा झुन्ड चाहिँ कस्तो छ भने उसले आएर के भन्छ भने एलिसालाई के तपाईँलाई थाहा छ आज तपाईँको मालिकलाई त परमेश्वरले उठाइ लान आँट्दै हुनुहुन्छ। तपाईँले 3 पदमा त्यो वचन पाउनुहुन्छ। अनि तपाईँले अझै अगाडि पढ्दै लानुभयो भने 7 पदमा पनि अर्को एउटा झुन्डले यही कुरा गर्दछ। अनि यो 2टै झुन्ड चाहिँ एकै ठाउँमा आउँछन्। उनीहरूले चाहिँ के भन्दैछन् भने के तपाईँलाई थाहा छ आज तपाईँको मालिक एलियालाई चाहिँ तपाईँबाट माथि उठाइ लाँदै हुनुहुन्छ। यसको मतलब के हो भने यो सत्यता एलिया अब माथि जाँदैछन् भन्ने सत्यता सबैलाई थाहा रहेछ। सबैलाई थाहा रहेछ। अनि त्यही भएर एलिया कहाँ सोधिराखेको के तिमीलाई थाहा छ? अनि तेरो एउटा झुन्ड चाहिँ कस्तो छ भने मजाले ज्ञानले भरिएको छ। मजाले ज्ञानले भरिएको छ। उसलाई सबै कुरा थाहा छ। अनि उनीहरूले यसो भन्छ तँलाई थाहा छ पनि भन्छन् के गर्नुपर्छ हामीलाई होइन। जब हामी आत्मामा जिउन खोज्छौँ धेरै पटक बुद्धिले भरिएकाहरूलाई सबै कुरा थाहा चाहिँ हुन्छ। तर उनीहरूले चाहिँ हामीलाई के भन्ठान्छन् भने यसलाई चाहिँ केही थाहा छैन भन्ठान्छन्। ख्याल गर्नु होला है। अनि एउटा झुन्ड त्यसको छ जो चाहिँ नलेजले भरिएको छ। के हुन जाँदैछ पनि उसलाई थाहा छ। बाइबलमा कहाँ के लेखेको छ सबै कुरा थाहा छ। हुन आउने घटना कसरी घट्नेवाला छ सायद त्यो पनि थाहा भएको त्यो अन्तर्ज्ञान भएका मानिसहरू पनि संसारमा छन् र पछ्याउन सकेको छैन। सुन्नुहोस् है, पछ्याउन सकेन यिनीहरू। तपाईँले 7 पदमा पढ्नुभयो भने पनि के तपाईँले अर्को एउटा झुन्ड भेट्नुहुन्छ। उनीहरूले पनि एलिसालाई गएर त्यही भन्छन् के तपाईँलाई थाहा छ कि आज चाहिँ तपाईँको मालिकलाई परमेश्वरले लाँदै हुनुहुन्छ। अनि एलिसाले दिएको उत्तर चाहिँ नि बडो मजाको छ। के छ भन्छन् के भन्छन् भने हेर्नुहोस् है, म 7 पदलाई पढ्छु। 3 पदलाई पढ्छु। 3 पदको तल्लो खण्ड हेर्नुहोस् त। अनि तिमीले भने हो मलाई थाहा छ तिमीहरू चुप लाग। तिमीहरूले मलाई केही पनि नभन। दोस्रो राजा 2 अध्याय। अब यो उत्तरमा थोरै हामी विचार गरौँ। मसँग समय छैन। मैले मजाले व्याख्या गर्ने प्लानमा थिएँ र यो समय आजको लागि निकै अपुग रह्यो। अनि यहाँ 2 को 3 पदमा होइन एलिसाले चाहिँ के भन्छन् भने हो मलाई थाहा छ तर यस विषयमा केही पनि नभन। सुन्नुहोस् है, जब हामी एउटा दर्शनमा क्लियर हुन्छौँ नि हामीलाई तपाईँलाई यो कुरा थाहा छ भन्ने मान्छे धेरै आउँछ। प्रिय धेरैजना आउँछ। तपाईँको घरमा पनि आउँछ। तपाईँलाई व्यक्तिगत गर्न सोध्लान् होइन सोध्लान् या तपाईँ कुनै कार्यक्रममा जानु होला त्यहाँ तपाईँले केही कुरा सुन्नु होला
ज्ञानले भरिएको मान्छेको कमी छैन क्रिस्चियन समाजमा, मण्डलीहरूमा। अनि आत्मामा अनि पछ्याउँदै गरेको व्यक्तिलाई, आत्मामा अगाडि बढ्दै गरेको व्यक्तिलाई, आत्मामा गतिशील हुँदै गरेको व्यक्तिलाई धेरै पटक चाहिँ बुद्धिले भरिएको मान्छेले यही भन्छ, के तँलाई थाहा छ? हामीले भन्न सक्नुपर्छ, त्यो मलाई थाहा छ, त्यस विषयमा केही नभन। हामी त्यहाँ अड्किने काम छैन। सुन्नुहोस् है, हामी त्यहाँ अड्क्यौँ भने हाम्रो गन्तव्यमा हामी गतिशील हुन पाउँदैनौँ, हाम्रो सेवकाईमा हामी डाइनामिक हुन पाउँदैनौँ प्रिय। अनि हामीलाई रोक्ने धेरै कुराहरू आउँछ। अनि एउटा झुन्ड यहाँ आयो, त्यसपछि अर्को झुन्ड छ, अगाडि हामी पढौँ 7 पदलाई म पढ्छु। सुन्नुहोस् है त, अब यो अर्को एउटा झुन्ड छ जसले चाहिँ यसो भन्छ 50 जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्या। सुन्नुहोस् है, यहाँ अर्को एउटा झुन्ड छ जहाँ चाहिँ 50 जना अगमवक्ताहरू छन्। अनि यिनीहरूले चाहिँ के गर्दैछ? एलिया र एलिसा गइराखेको ठाउँमा उनीहरूलाई पछ्याइराखेको छ। तपाईँले अझ अगाडि पढ्नुभयो भने नि म पढिदिन्छु। 7मा पछ्याए र एर्दन नदीको किनारमा एलिया र एलिसा अड्किएको ठाउँतिर हेर्दै निकै टाढामा उभिए भन्दछ। सुन्नुहोस् है, कहाँ उभिए अरे? निकै टाढामा। अनि कतिपटक पछ्याउने गर्नेहरू पनि हुन्छ र म यहाँहरूलाई उत्साह दिन्छु, हामी चाहिँ त्यो ज्ञानले भरिएको झुन्डमा होइन। हामी पछ्यौँ है भनेर पछ्याउन चाहिँ सुरु गऱ्यौँ, र बिचमा निकै टाढा उभिएर हेर्ने ठाउँमा होइन, हामी त्यो नजिक हुने ठाउँमा पुगौँ, नजिक हुने ठाउँमा पुगौँ। जब नजिक पुग्छौँ नि तब एलिसाले एलिया चाहिँ जाँदै गरेको देख्न सक्यो। सुन्नुहोस् है, यहाँनिर चाहिँ एलियाको 2 गुणा अभिषेक, 2 गुणा आत्माको भाग एलिसामा चाहिँ आउनुपर्छ भनेको एलिसाको माग थियो। अनि एलियाले के भन्छन्? ठिक छ, तिमीले गाह्रो कुरा माग्यौ तर असम्भव चाहिँ थिएन। सुन्नुहोस् है, गाह्रो छ आत्मामा जिउनु, आत्मामा हेर्नु, आत्मामा चल्नु, त्यो नजिक सम्बन्धभित्र निर्माण हुनु कतिपटक गाह्रो हुन्छ, सकिँदैन, कतिपटक नलेज देखिँदैन, कतिपटक पछ्याउन त खोजिन्छ तर निकै टाढा उभिएको कन्डिसन हुन्छ। अनि एलिसालाई जसरी एलियाले भन्दै थिए, ठिक छ तिमीले गाह्रो कुरा चाहिँ माग्यौ तर पनि तिमीले एउटा कुरा गर्यौ भने तिमीले मागेको तिमीले प्राप्त गर्छौ। त्यो चाहिँ के भने नि तिमीले म जाँदै गरेको चाहिँ देख्यौ भने चाहिँ तिम्रो फोकस, तिम्रो ध्यान तिमीले मतिर लगाइराख्यौ र जसै मलाई परमेश्वरले उठाउँदै गर्नु भएको। सुन्नुहोस् है, टाइमिङ छैन यहाँ, कतिखेर परमेश्वरले उठाउनुहुन्छ, यति बजे यति घन्टामा भन्ने कुरा छैन, तर आँखा चाहिँ के गरिराख्नु पर्यो? कहिले परमेश्वरले एलियालाई उठाउनु हुनेछ, एलियाबाट आँखा दायाँ बायाँ गर्नु मिलेर एलिसाले। जतिसुकै टाइम बित्न सक्छ, जस्तोसुकै परिस्थिति किन नआओस्। अनि यहाँ जसै एलिया माथि उठाइँदै थिए एलिसाले त्यो देखे। सुन्नुहोस् है, म सिकाइदिन्छु, लम्ब्याउँदिनँ। उनले देखे अनि उनले कराएर भन्छन् मैले देखेँ भनिकन उनले चाहिँ त्यहाँ केही शब्दहरूमा त्यो देखेको कुरा जिकिर गर्छन्। अनि एलियाको खास्टो चाहिँ सुन्नुहोस् है, एलिया अगमवक्ताले चाहिँ ओडेको खास्टो ती तल भैमा खस्छ। अनि अगाडि एउटा पुस्तकमा चाहिँ पढेर हामी प्रार्थनामा जानेछौँ। प्रभु छाँदै गर्दा प्रभुसँग हामी त्यही कुरालाई माग गर्नेछौँ। प्रभु येशूले जुन शरीरलाई हाम्रो निम्ति तोड्नु भयो, जुन प्रगत हाम्रो निम्ति बगाउनु भयो, त्यो जीवन चाहिँ तपाईँको ममा चाहिँ आज आउन खाँचो छ प्रिय। त्यो स्वभाव हामीमा आउन खाँचो छ, त्यो अभिषेक हाम्रो जीवनमा आउन खाँचो छ। यो शरीरमा ख्रीष्टको शरीरको जस्तो अभिषेक हामीले जोड्न सकेनौँ भने हामी केही पनि गर्न सक्दैनौँ, हामी केही पनि गर्न सक्दैनौँ। यहाँनिर एलिया र एलिसाको घटनाबाट यो कुरा थोरै हामी हेरौँ। 14 पदलाई पढ्न चाहन्छु, 12 पददेखि पढ्छु, सुन्नु होला। उनले यहाँनिर चाहिँ कराएर यसो भन्छन्, हे मेरो पिता इजरायलको रथ र घोडचढी, अर्थात् मैले देखेँ भन्ने कुराको सङ्केत उनले गरे। अनि अगाडि हेर्नुहोस् है त के भन्दछ? अनि एलिसाले एलियालाई फेरि देखेनन्, त्यसपछि तिनले आफ्नो लुगा समातेर 2 भागमा च्याते भनिकन चाहिँ यहाँ भन्दछ। सुन्नुहोस् है, अब यो हाम्रो नेपाली बाइबलले चाहिँ 2 भागमा उसले च्याते भनिसकेपछि 13 पदले चाहिँ यसो भन्छ, एलिसाले एलियाको खसेको खास्टो उठाए भनेर भनेको छ। तर तपाईँले चाहिँ यो 13 पदलाई टिभीएस अनुवादमा पढ्नुभयो भने
जसरी उनले आफ्नो लुगा च्याते, 13 पदमा हेर्नुहोस् त, 12 पदमा उनले लुगा च्यातेको कुराहरू छ। अनि यहाँ चाहिँ यसो भन्न सके, 2 भागमा लुगा च्याते भनिसकेपछि 13 चाहिँ अनि सुरु हुन्छ, त्यसपछि कौनको स्थिति छ हैन। यद्यपि हाम्रो नेपाली बाइबलमा पढ्दै गर्दा पनि हामी क्लियर हुन्छौँ, तर यहाँ चाहिँ के छ, उनले आफ्नो लुगा च्याति दिए प्रिय। सुन्नुहोस् है, अनि यो लुगा च्यात्याइ चाहिँ उनले लुगा च्यात्नुको अर्थ चाहिँ उनी विलाप गर्दै थिएनन्, उनी स्व गर्दै थिएनन्, उनी चाहिँ अब ल मेरो मालिकलाई परमेश्वरले उचाइ लानु भयो भनिकन उनले चाहिँ लुगा च्यातेर आफ्नो पीडा प्रकट गरेका थिएनन् प्रिय। उनले लुगा च्यातेको पछाडिको कारण चाहिँ यही नै थियो, अब मलाई लुगा होइन एलियाको खसेको खास्टको आवश्यकता छ। आमेन। सुन्नुहोस् है, सायद आजसम्म हामी एक प्रकारको जीवनशैलीमा जिउँदै आयौँ होला, यद्यपि हामीले प्रभुलाई पछ्याइराखेका छौँ, प्रभुलाई देखि पनि राखेका छौँ, तर जसै प्रभुको अभिषेक हाम्रो जीवनमा आउँदै गरेको हुन्छ नि प्रिय। सुन्नुहोस् है, पहिलो कुरा चाहिँ के हुनु पर्यो भने एलिसाले गरेको जस्तै आफ्नो जीवनको त्यो बाहिरी कुराहरूलाई चाहिँ हामीले फ्याल्न सक्नुपर्छ। त्यो एलियाको खास्टोको चाहिँ त्यो अनुभव भित्र हामी आउने हो भने, एलियाको खास्टोको चाहिँ ओडाइको अनुभव भित्र हामी आउनु हो भने हाम्रो जीवनमा एलिसाले जस्तै हाम्रो जीवनको बाहिरी कुरालाई के गर्न सक्नुपर्छ, च्यात्न सक्नुपर्छ। जसरी उनले च्याते, बाइबलले भन्दछ अनि तिनले एलियाको जिउबाट झरेको शब्द ख्याल गर्नुहोस् है। उनले किन आफ्नो जिउको लुगा च्याते भन्दा नि एलियाको जिउबाट झरेको खास्टो चाहिँ अब उनको जिउको लागि हो नि त हैन। अनि त्यही भएर भन्दछ एलियाको जिउबाट झरेको उनको खास्टो उठाए अनि तिनी फर्केर गए यर्दनको किनार उभिए। सुन्नुहोस् है, यर्दनको किनारमा उभिए। सुन्नुहोस्, अब यर्दनले धेरै अर्थ राख्छ र आज एउटा कुरा भनिदिउँ, यर्दनको पानी नहुन्जेल एलिसा पारी जान सक्दैन। बुझ्दै मैले भनेको, सायद तपाईँको मेरो जीवनमा कयौं त्यस्ता चाहिँ ठाउँहरू छन् जसलाई हामीले पार नगरिकन हामी आशिष अनुभव गर्न सक्दैनौँ। र जब हामी प्रभु तपाईँको अभिषेकमा म उभिन्छु भनिकन चाहिँ त्यो अभिषेक सहित त्यो समस्याको अगाडि, त्यो बाधाको अगाडि हामी उभिन्छौँ नि प्रिय, हामी त्यो ठाउँलाई चाहिँ सक्छौँ, बाटो निर्माण गर्न सक्छौँ। अघि गोलियतको कुरा गर्दा होइन, मैले सुनेको थिएँ योभन्दा अगाडि प्रभुदासले भन्नुहुन्थ्यो, जति ठुलो समस्याको अगाडि उभिन्छौँ नि त्यति नै ठुलो विजय परमेश्वर हाम्रो हातमा दिएको। आमेन। एकजना प्रभुदासले भन्नुहुन्थ्यो, गोलियत अल्को भएको मान्छे सबै डरायो तर दाउद डराएन। अनि दाउद एउटै ढुङ्गाले चाहिँ उसको निधारमा हानेको हो नि, किनकि जति ठुलो गोलियत त्यति ठुलो निधार हो, होइन भन्नुहोस् न, हो नि, होइन त होइन। जति ठुलो उसको जिउ हुन्छ त्यति ठुलो निधार पनि त हुन्छ नि त। अब म त मान्छेको सानो निधार छ होइन, अलिकति अल्को मान्छेको भयङ्करको मान्छेको हेर्नुभयो भने निधार पनि ठुलै हो त, ताकेर हान्न पनि सजिलो लाग्छ पनि ठिक ठाउँमै होइन। तपाईँको जीवनमा ठुलो समस्या छ भने तपाईँ कहिले निराश नहुनुहोस्, परमेश्वरले तपाईँले ताकेर हान्नको लागि ठाउँ दिँदै गरेको होइन। हाम्रो अगाडि धेरै एर्दन रूपी बाधाहरू हुन सक्छ, यद्यपि एर्दनलाई धेरै ठाउँमा आशिषको रूपमा पनि हामी वर्णन गर्छौँ, अर्थहरू त्यसका थुप्रै छन्। तर एर्दनलाई हामी हेर्छौँ भने कनानभित्र पस्नुभन्दा अगाडि पनि इजरायलीहरूले चाहिँ एर्दन नदीको पानी चाहिँ खुट्टा टेक्ने बित्तिकै सुकेको घटनाहरू छ। अनि त्यो चाहिँ एर्दन चाहिँ के छ, प्रतिज्ञाको भूमिभित्र छिर्नुभन्दा अगाडिको बाधाको रूपमा हामी देख्दछौँ। सायद हाम्रो जीवनमा पनि कति ठाउँमा त्यो कुराहरूलाई हामीले फेस गर्दैछौँ भने म यहाँलाई उत्साह दिन्छु, तपाईँ उभिने हिम्मत चाहिँ गर्नुहोस्, तपाईँ उभिने हिम्मत चाहिँ गर्नुहोस्। तपाईँको जीवनको पुरानो कुरालाई नसम्झिनुहोस्। अब परमेश्वर भन्नुहुन्छ पुरानो कुरालाई बिर्स, उहिलेको कुराहरू भुल, हेर म नयाँ कुरा गर्न गइराखेको छु, अनि तपाईँ त्यसको लागि तयारी हुनुहोस्। यो तपाईँको मेरो जीवनमा परमेश्वरले दिनुहुने त्यो अद्भुत अनि त्यो आश्चर्यमय, त्यो रहस्यमय, धेरै मान्छेले नसुनेको, धेरै मान्छेले नदेखेको, धेरै मान्छेको मनमा कहिले विचार नगरेको, कहिले कानले नसुनेको कुराहरू, त्यो महिमित कुराहरू परमेश्वरले हाम्रो जीवनमा ल्याउनु गइराख्नु भएको छ। एलिसा त्यहाँ उभियो नि,
एलियाले जसै पानी खास्टोले हिर्काए पानी चाहिँ के भएको छ दाहिने र देब्रे दुई भाग भएर चाहिँ त्यहाँबाट पारी गएका छन्। यसको मतलब त्यो बग्दै गरेको पानी रोकियो। हाम्रो जीवनमा कतिवटा समस्याहरू बगेर आइराखेको होला, तर हामी अभिषेकमा उभिने चाहिँ हिम्मत गर्छौँ भने त्यो समस्याको नजिक गइकन उभिने हिम्मत गर्छौँ र आफ्नो अभिषेकलाई चाहिँ हामी चलाउँछौँ भने नि हाम्रो लागि कुनै पनि रुकावट पर्ने छैन।